अनदी मसिनाको चामल अनदीको चामल गाभा गुन्द्रुक यी घरकै अर्गानिक रैथाने मेलालाई आफैको सबै आफूले सबै आफैले हो। यहाँ कुनै वस्तु किनेको छैन। आरामै हुनुहुन्छ? हजुर कोदोको रोटी पकाइरहनु भएको छ, आफैले उत्पादन गरेर लिएर आएर बनाउनु भएको कि किनेर? हजुर आफैले हो। कस्तो लागिरहेको छ यो हाट बजार सुरु भएपछि? खुसी लागिरहेको सहज भएको छ बेच्नको लागि? सहज भयो, सजिलो भयो। अनि 2-4 पैसा नि पाइए आफ्नो घरमा भएको चिज बेच्न पाइए, खाएर बढी भएको सामान फाल्नु पर्थ्यो बेच्न पाइए। हामी एकदम खुसी छौँ। हप्तै पछि माग गरे हामीले। नमस्कार दर्शकबिन, म यति बेला लमजुङ मध्य नेपाल 4 2 पिप्लेमा छु। तपाईहरु देख्न सक्नुहुन्छ यति बेला रैथाने हाट बजार लागिरहेको छ। केही समय अगाडिदेखि यो हाट बजार निरन्तर चलिरहेको छ। महिनाको शनिबार चाहिँ यहाँ चाहिँ हाट बजार लाग्ने गर्छ। तपाईहरु देख्न सक्नुहुन्छ यति बेला स्थानीयहरूको उत्पादनलाई चाहिँ यहाँ हामी देख्न सक्छौँ। सबै लोकल चिजहरू छ। तपाईहरुलाई म देखाउने छु। यति बेला यो चाहिँ मोही हो। मोही चाहिँ हामी देख्न सक्छौँ दर्शकबिन। यति बेला 4 नजिकैसँगै अनदीको चामल पनि हामी देख्न सक्छौँ। नमस्ते आन्टी। नमस्ते बाबु। कहाँबाट लिएर आउनु भयो? यो नेपाल बेसीबाट। नेपाल बेसीबाट आउनु भयो? नेपाल बेसीबाट। यो मोही हो? हजुर यो घरमै उत्पादन गर्नुभएको? घरमै गाई छ। गाईकै मोही अनि पनिर अनि अनदी मसिनाको चामल अनदीको चामल गाभा गुन्द्रुक यी घरकै अर्गानिक रैथाने मेलालाई आफैको सबै आफूले सबै आफैले हो। यहाँ कुनै वस्तु किनेको छैन। आफ्नै घरमा आफैले उत्पादन गरेको। पनि राम्रो बनाउनु भएको रहेछ है घरमै? रैथाने बालीको लागि 1 वर्ष भयो मैले पनिर बनाएर बेच्न थालेको। 1 वर्ष? यहाँ त पहिला कहाँ बेच्नुहुन्थ्यो? यहीँ बजारमै ल्याउने हो। ए बजारमै ल्याएर? बजारमै 900 रुपियाँ किलो। 900 रुपियाँ किलो पनिर मैले चाहिँ 15 दिनमा 2 चोटि, हप्ताको 1 चोटि जहिले नि ल्याएर बेचिरहन्छु। रैथाने हाट बजार सुरु भएसँगै तपाईलाई कस्तो लागिरहेछ? यो त एकदम राम्रो हो नि। अनि मान्छेहरूले आफूले उत्पादन गरेको हरेक वस्तुहरू त्यत्तिकै आफूले खाएको खाए नखाएको खेर जान्थ्यो। अहिले बजारमा ल्याएर 2-4 पैसा देख्न पाउँदाखेरि त मान्छे धेरै उत्साहित छन्, धेरै खुसी छन्। अझै यो रैथाने बाली यो हप्तै पछि हुन नि पर्छ र अनि फेरि शनिबार भाडामा बस्नेहरू घर घरमा जाने भएको भएर शनिबार भन्दा अब मङ्गलबार बुधबारतिर हप्तै पछि त्यसरी राखिदियो भने त्यो अति राम्रो हुन्छ जस्तो लाग्छ। यो महिनाको कति दिन हुन्छ? अब अहिले त यो 15-15 दिनमा राख्दा त जम्मा 2 दिन भयो। अब त्यसरी हप्तै पछि राख्यो भने त 4 दिन हुन्छ नि त। 4 दिन हुन्छ। 4 दिन भयो भने त धेरै नै राम्रो हुन्छ। तपाईहरुको बिक्री चाहिँ के कस्तो भइरहेको छ? हैन हाम्रो ल्याएको सामान जति बिक्री हुन्छ। अलि कुनै वस्तु अनि फेरि बिक्री भएन भने नि बिग्रिने वस्तु छैन क्या हामीसित। यदि बिक्री भएन भने नि बाबै नि वस्तु रहेर भोलि बिग्रिन्छ भन्ने छैन। हामीले बिग्रिने वस्तु ल्याएन। सबै कर्छ, त्यही पनि धेरै प्राय जसो। हुन्छ धन्यवाद। आरामै हुनुहुन्छ? हजुर कोदोको रोटी पकाइरहनु भएको छ, आफैले उत्पादन गरेर लिएर आएर बनाउनु भएको कि किनेर? हजुर आफैले हो। हजुरको हो? गौरी शङ्कर आमा समूहको टोलीले गरे हो। आमा समूह टिमबाट गर्नुभयो? हजुर हजुर। यो अर्गानिक खुर्सानी मेरो आफ्नो घरबाट हो, बेसार। अनि यो साबुन उहाँले आफ्नै घरमा अर्गानिक बनाउनु भएको हो। कोदोको रोटी यो चामलको यो कोदो र फापरको रोटी। कस्तो लागिरहेको छ यो हाट बजार सुरु भएपछि? खुसी लागिरहेको सहज भएको छ बेच्नको लागि? सहज भयो, सजिलो भयो। अनि 2-4 पैसा नि पाइए, आफ्नो घरमा भएको चिज बेच्न पाइए, खाएर बढी भएको सामान फाल्नु पर्थ्यो बेच्न पाइए। हामी एकदम खुसी छौँ। हप्तै पछि माग गरे हामीले। भनेपछि अहिले चाहिँ महिनाको 2 दिन छ, त्यही पनि शनिबार होइन? अनि शनिबारै अलि त्यहाँ आन्टीले भन्नुभयो मङ्गलबार अथवा बुधबार यो 2 बारमा 1 बार ठिक हुन्छ। किनभने शुक्रबार बिदा भएपछि सरकारी जाहिर खाने मान्छे टाढा घर जानुहुन्छ होइन। अनि यो मङ्गलबार बुधबारमा पारिदिनु भयो भने उहाँहरूले पनि लिनुहुन्छ नि त। हामीलाई चाहिँ त्यो पनि भयो, बिदा पनि हुने भयो र बिदा भएसँगै अब यहीँको स्थानीयहरू पनि घुमघाम गर्न जाने क्रमले गर्दाखेरि नि कम भयो। त्यही हो। तपाईँको भनाइ चाहिँ जस दिन चाहिँ सारिदिनु पर्यो अथवा मङ्गलबार बुधबार भन्ने हो? दिन सारिदिनु पर्यो र हप्तै पछि लाग्नु पर्यो। हुन्छ धन्यवाद।
दाइ नमस्कार। एकदम सर। हामी देख्न सक्छौँ यति बेला यहाँ चाहिँ अकबरे खुर्सानी देख्न सक्छौँ, तर अकबरे खुर्सानी नै सकिएको जस्तो म सकिसकेको रहेछ। दर्शक पनि तपाईँहरू देख्न सक्नुहुन्छ यो आफ्नै उत्पादन हो उहाँको। र तपाईँको कहाँबाट आउनुभयो? म मध्य नेपाली जिता राईपालीबाट। राईपालीबाट जिता। हजुर। यो हाट बजार लागेसँगै तपाईँलाई कस्तो महसुस भइरहेछ? एकदम राम्रो। यस्तो हाट बजार अन्य ठाउँमा पनि खोल्नुपर्छ। आज कति जति खुर्सानी ल्याउनु भएको थियो? आज मेरो हरियो चाहिँ कति 13 किलो थियो, त्यसपछि पाकेको चाहिँ 20 किलो थियो अरे, र 33 किलो चाहिँ कट्यो अहिले। अहिले भर्खरै 33 किलोको बिक्री गर्नुभयो? हजुर। भनेपछि त यो दुई पिपिलेको ठाउँमा पनि यति धेरै के अरे बिक्री हुँदो रहेछ? एकदम बिक्री हुन्छ। अझ नपुगेर भाउ पुर्याउन नसकेर अझै समस्या भयो। अहिले त खाली बस्नुपर्ने अवस्था आयो नि। अब चाहिँ मोइरा घिरमला छ, मोइरा घिरमला छ। मोही पनि मैले 100 को 3टा दिएको छु भने घिरमला 50 रुपियाँ किलो दिएको छु। एकदम हजुर, घरमै आफ्नै घरको उत्पादन। कतिवटा भैँसी पाल्नु भएको छ? भैँसी त 6वटा छन्, साना ठुला गरेर। 6वटा भैँसी पनि पाल्नु भएको छ? अनि खुर्सानी खेती कति रोपनीमा गर्नुभएको छ? खुर्सानी रोपनीमा भन्दा पनि मैले 5500 बिरुवा लगाएको छु, जसमध्ये चाहिँ 4000 माथिबाट चाहिँ उत्पादन सुरु भइसकेको छ भने बाँकी चाहिँ नेक्स्ट छिमल वाइज लगाएको भएर केही समयपछि उत्पादन हुन्छ। हुन्छ, आज तपाईँलाई हाट बजारमा भेटियो। पक्कै पनि तपाईँ जिता राईपालीमा हुनुहुँदो रहेछ। हामी तपाईँको घरमा पनि अथवा तपाईँले उत्पादन गरेको ठाउँमा पनि भेट्ने अवसर मिल्छ कि भन्ने लागिरहेछ। पक्कै पनि हामी त्यहाँ आउँछौँ। हस्, धन्यवाद। हुन्छ।